कृष्ण कार्की मूलपानी वडा नम्बर मूलपानीको चाहिँ पुरानो 3 नम्बर वडाको हो। म चाहिँ यहाँ चाहिँ काम गर्नु थाले चाहिँ धारो सारो खोल्ने यताउति गर्ने सब गर्ने मोहनमा गएर ल्याउने। मोहनको लागि जग्गा 2 आना पनि मैले नै यो पानी ल्याउनलाई दान गरे हो मैले। अनि त्यहाँबाट यहाँ रेस्टेयर गर्ने पहिला यस्तो थियो भन्ने कुरा थाहा छ। पहिला सुरुमा चाहिँ यहाँ गणेश मात्रै हुन्थ्यो हाम्रो। त्यसपछि अनि गणेश भएपछि अनि गुरु अनि हामीले सप्तरीको उत्पत्ति हुन्थ्यो सप्तरी स्थापना गरेका थियो। अनि एउटा भुवन गुरु भन्ने आउनु भएर आएर के भन्नु भने यहाँ अब के हिसाबले भन्नु यहाँ 108 धारा राख्नु पऱ्यो 108 धारा राख्नु भयो सप्ताह लगाउनु पऱ्यो भन्नुभयो। जस्तै चाहिँ सप्ताह लगाउनुलाई अनि कति लाग्छ भन्दा 4 राखेपछि भनेपछि 30,000 10,000 उठाएर सप्ताह लगाउँछु भयो। सप्ताह लगाएपछि अनि के भन्छ धारा त राख्ने पानी कहाँबाट लिएर आउने भन्ने कुरो भयो। पानी लिएर आउनलाई धारा त मुख्य धारा राख्नलाई 108 धारा त सानो कुरो होइन। पानी कहाँबाट लिएर आउने भन्ने कुरो भयो। मेरो त्यहाँ 2 आना जग्गा थियो ल म यहाँबाट मुलकै पानी आउने ठाउँ हो त्यो। अनि त्यसपछि मुलकै पानी आउने अहिलेलाई खानेपानीमा पनि बेलुकालाई लाने गरिरहेको छ। त्यसबाट यो पानी म दिन्छु यो मुहान चाहिँ यहाँबाट लाने भए म दिन्छु भने 2 आना जग्गा मैले दान गरेँ। उहाँदेखि 600 मिटर माथिबाट पाइप लगाएर लिएर आएको छ। ल्याएपछि मन्दिर त अलि उता हुनु भयो पानी चाहिँ हुन्छ अब के गर्नु भन्दा अनि सबैजनाले पैसा पनि हाम्रो सप्ताहमा चाहिँ लगभग पैसा उठ्यो बन्दी नै भयो भन्ने हिसाब किताबमा 42 लाख उठ्यो। 42 लाखमा खर्च गराए 29 लाख। अनि पहिला तलको चाहिँ शेरवाल नगरपालिकाबाट 15-15 फिफ्टीमा 50-50 खर्च गर्ने भनेर मेयर साहबले भन्नुभयो र त्यो लगाइयो। अनि त्यस्तै गरी 50-50मा धेरै काम बन्यो। प्रदेशबाट पैसा नै आयो जताततैबाट आयो। अनि हाम्रो यो मन्दिरमा आउने पैसा हाम्रो 50 लाखमा 32 लाखमा बनायो हो। यो पनि 16 लाख मन्दिर त बनायो। अब मूर्तिको त कुरो भएर मूर्ति कसरी ल्याउने भन्ने भयो। मूर्तिलाई पनि एकजना दाताले 7-8 लाख रुपियाँ खर्च गरेर चाहिँ हाल्नुभयो उहाँले। अनि त्यसपछि यो मूर्ति पनि भयो सबै थोक भएर अनि सबै जुट्दै अब अहिले चाहिँ वाल सबै हुँदा बनेको छ। अब भजन पार्टी हाम्रो उहाँसँग त्यहाँ छुटिरहेको छ। त्यो भजन पार्टी पनि अब 80 लाखमा बन्दैछ। अस्ति सप्ताहलाई आएर कति 75-80 लाख जुनतिर नगद गरेर 70-80 लाखै हुन्थ्यो। त्यसले पार्टी बनाउनु भन्ने कुरा पनि छ। यो चाहिँ के अरे आफै आफ्नो भगवान चाहिँ कसरी भने यहाँ चाहिँ अब सबै ठाउँमा 108 धारा त राख्नु भयो। के राख्नु भने मुक्तिनाथै राख्ने भनेर मुक्तिनाथबाट सबै उहाँले मुक्तिनाथले आफैले सबै योजना गरे जस्तो लाग्छ मलाई। आफै आउनुभएको। अब त्यसपछि यहाँ अब मुक्तिनाथबाट उद्घाटन गरिदिनु के गर्ने त भन्दा भयो। अनि मुक्तिनाथबाट चाहिँ जल प्रवाह गर्नलाई हेरेको एउटा त्यही दिन दाता आउनुभयो। दाताले नै हेर्नु गएर जल र पुष्पवृष्टि गराएर उद्घाटन गरियो। यो मूर्ति चाहिँ साक्षात् आफै उबाट उडेर आएर आफै बस्या भन्नु मिल्छ। सबै जनजाति न त पहिला यहाँ केही पनि थिएन। एउटा पसल थियो त्यसपछि यहाँ र एउटा यो गर्ने ठाउँ थियो पहिला केही पनि थिएन। यो आफै यस्तो ठाउँ यो चाहिँ अहिले चाहिँ स्वर्गबाट चाहिँ हनुमानले टुक्रा सर्लक्क ल्याएर राखेको छ। स्वर्ग टुक्रा जस्तो भयो। यो चाहिँ भगवान्कै देन हो। भगवान् आफैले चाहिँ त्यो मेरो विश्वास छ कि साक्षात् उहाँ नै आउनुहुन्छ। नत्र यहाँ केही पनि थिएन। पानी मुलको पानी सबै आइरहन्छ रेगुलर आउँछ। तर पानी बेलुकाले चाहिँ खानेपानीले पठाउनु नै रहेछ। खानेपानी नै हुँदैन मूल पानीको गायत्री कुण्डको पानी। नमस्कार म जानु थाहा भएको यो जग्गा चाहिँ मैले दान गरेको चाहिँ यसको लागि हो। अब मेरो दिदीभाइ यहाँ दुखको बगाएर ल्याएको थियो। बगाएर यहीँबाट अलिक तलसँग राखेको पुऱ्याएको हुनाले अनि मैले चाहिँ उहाँको नाममा भनेर दिएको जग्गाको लागि शिलापत्रै दिदीको नाममा दिएको हुँदा यो शिलापत्र बनाएर राखिएको छ। सप्तरीखी चाहिँ हाम्रो यहाँ पहिला चाहिँ यो पार्टी बनाइयो पहिला। अनि त्यहाँ सानो 2टा सप्तरीखी यत्रो सानो र सप्तरीखी र अनि रामसीता राखेको थियो। त्यो राखेको थियो। त्यहाँ चाहिँ अहिले पछि यता ठाउँ खाली गर्नलाई यो गर्नलाई यता ल्याएर राखेको हो। पहिला खास त्यो गणेश मात्रै हो। त्यसपछि हामीले स्थापना गऱ्यो। त्यसपछि मात्रै मुक्तिनाथ र यो सबै मुक्तिनाथ बाबा प्रकट हुनुभएको त्यसपछि सबै जनजातिमा अब यन्त्र केही छैन। कसैको भावना कसै यो बनाउने गर्ने भन्ने कतैबाट छैन। अटोमेटिक त्यसै बाहुनले सत्ता लगाएर बनाउन लगाएर यताउति उहाँको भावनामा यो गुरु गुरु सत्ता लगाउनु भन्ने गुरुले उहाँले नै उहाँकै कल्पना भनौँ तर सबै थोकको भगवान्ले नै जुटाएको रहेछ। हस् धन्यवाद।